आज चाहिँ मेरो हजुरआमाले बिहानदेखि अर्कै हरकत गर्नुभएको छ कि धेरै खाएको खाइ गरिरहनु भएको छ। अब बिमारी हुन हो कि किन हो हजुरआमाले यति धेरै खानुभयो भनेर मैले चाहिँ बुझ्न सकिनँ। अनि हजुरआमा के भयो तपाईँले आज खाएको खाइ हुनुहुन्छ भनेर भने। त्यति मात्रै के भने थियो हजुरआमालाई बेस्तरी पिर परेर आँसु झार्न थाल्नुभयो। अब म बुढीले खाएको पनि तैँले देख्न थालिस्, रिस गरिस्, आरिस गरिस्, म बुढी मान्छेले खाएको पनि भन्नुभयो। अनि मैले हजुरआमालाई सम्झाउन थालेँ, होइन के आमा मैले त हजुर बिमारी हुनुभयो कि के भयो भनेर भनेको, खानु नखानु के छ र भनेर भने। त्यसपछि मलाई पनि बेस्तरी भोक लाग्यो भने किचनमा गएर मैले हेर्न थालेँ। हजुरआमाले त केही पनि छोड्नु भएन, मेरो हिस्साको भात पनि खानुभएछ। अनि त्यसपछि होस् बुढी मान्छे भनेर मैले चाहिँ आफ्नो लागि नास्ता बनाउन थालेँ। मैले किचनमा नास्ता गराइरहेको थिएँ, नास्ता गराउँदा गराउँदै 1-1.5 घन्टा भयो कि। अब मैले चाहिँ मलाई भोक लागेको बेलामा एकदमै मिठो नास्ता खान मन लाग्छ नि त झन्। अनि त्यसपछि नास्ता गराएँ। त्यसपछि हजुरआमा चाहिँ टिभी हेरेर बस्नुभएको थियो। त्यसपछि बाहिर लगेर टेबलमा राखेँ नास्ता। त्यसपछि भित्र आएर चट्नी लिन आएको त हजुर बाहिर जाँदा त हजुरआमाले त पुरै खाइदिनु भएको नास्ता जति। त्यसपछि हजुरआमा तपाईँले फेरि मेरो नास्ता खाइदिनु भयो भनेको त बुढी हजुरआमाको तँलाई याद आउन पो भन्नुहुन्छ।